स्वागत छ साथीहरु तपाईलाई साइबर ट्युब नेपाल युट्युब च्यानलमा। फेरि पनि आज म नयाँ भिडियो लिएर आइसकेको छु। आज म साथीहरुलाई भर्खरै मात्र रिजल्ट प्रकाशित भएको डिबी लाई कसरी हेर्दै आफूलाई डिबी लटरी परे या नपरेको विषयमा कसरी थाहा पाउने अथवा डिबी लटरी कसरी चेक गर्ने भन्ने विषयमा म साथीहरुलाई आज म सिकाउन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। मन परेमा लाइक, शेयर र सब्स्क्राइब पनि गर्नु होला। डिबी लटरी चेक गर्नको लागि पहिला तपाईसँग आफूसँग भएको त्यो कन्फर्मेसन लेटर जुन डिबी भर्दाखेरि आउने एउटा लेटर हुन्छ, त्यो लेटर आफूले सुरक्षित साथ राख्नुपर्ने हुन्छ। अब त्यो लेटर भइसकेपछि म त्यहाँहरुलाई कसरी डिबी लटरी चेक गर्ने, आफूलाई परे नपरेको कसरी थाहा पाउने भनेर यहाँ म सिकाउन गइरहेको छु। स्टेप बाइ स्टेप हेर्नु होला। एउटा पनि स्टेप स्किप गर्नुभयो भने तपाईको डिबी लटरी नदेखाउन सक्छ। सर्वप्रथम तपाईले आफ्नो मोबाइल अथवा कम्प्युटरबाट यो ब्राउजर खोल्नु होला, इन्टरनेट ब्राउजर। मैले यहाँ आफ्नो गुगल क्रोम इन्टरनेट ब्राउजर खोलिसकेको छु। यसमा सर्च गुगलको ठाउँमा तपाईले डिबी लटरी 2026 भन्ने सर्च गर्नु होला। यो सर्च रिजल्ट यहाँनिर तपाईले देख्न सक्नुहुन्छ। सबैभन्दा माथिल्लो US डिपार्टमेन्ट अफ state.gov को लिंकमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँ डिबी इन्ट्रान्स भन्ने के लेखेर आउँछ। यसमा चेक स्टाटसमा क्लिक गर्नु होला। चेक स्टाटसमा क्लिक गरिसकेपछि फेरि कन्टिन्यूमा क्लिक गर्नु होला। यहाँनिर तपाईले एन्टर एन्ट्रान्ट इन्फर्मेसन भन्ने आउँछ, जुन तपाईलाई कन्फर्मेसन कोड, तपाईको लास्ट फ्यामिली नेम र डेट अफ बर्थ हाल्नुपर्ने ठाउँ हो। यही हो। यहाँनिर तपाईले आफ्नो कन्फर्मेसन कोडहरु हाल्नु होला। यहाँ देख्न सक्नुहुन्छ मैले मेरो सबै थोक डाटाहरु एन्ट्री गरिसकेको छु। अब म तपाईहरुसँग मेरो रिजल्ट पनि के रहेछ हेर्नेवाला छु। यसरी यहाँनिर आफ्नो अथेन्टिकेसनको यो पनि यहाँ सबमिट गरिसके पछाडि यहाँ सबमिटमा क्लिक गर्नु होला। ओके, सबमिटमा यहाँनिर यसले अहिले इन्फर्मेसन एन्टर्ड इज इनभ्यालिड भन्नु। अब यहाँनिर एकपल्ट कन्फर्मेसनमा फरक पर्न सक्छ, त्यसको लागि फरगट कन्फर्मेसन नम्बरमा क्लिक गर्नु होला। अब यहाँनिर तपाईले लास्ट फ्यामिली नेम हाल्नु होला, फर्स्ट नेम हाल्नु होला, मिडल नेम छ भने हाल्नु होला, अथवा मिडल नेम छैन भने नो मिडल नेममा टिक लाउनु होला। डेट अफ बर्थको मन्थ, डे र इयर हाल्नु होला। साथै डिबी भर्दाखेरिको इमेल आइडी तपाईको सुरक्षित रहनु पर्ने हुन्छ, त्यो पनि हाल्नु होला। र लास्टमा आएको यो क्याप्चा पनि कन्फर्म गर्नु होला। र सबमिटमा क्लिक गर्नु होला। ल सबमिटमा क्लिक गर्ने बित्तिकै यहाँनिर मेरो रिजल्ट आइसकेको छ। बेस्ड अन द इन्फर्मेसन प्रोभाइडेड द इन्ट्री हैज नट बीन सेलेक्टेड भनेको यो पालि पनि म अमेरिका जान पाइनँ, तर फेरि अर्को सालको लागि मैले डिबी चाहिँ भर्न पाउने छु। तपाईहरुले पनि यसै गरी आफ्नो र आफ्नो प्रियजनको डिबी को रिजल्ट चेक गर्न सक्नुहुनेछ। मन परे भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।